नमस्कार। साना व्यवसाय सञ्चालकहरूको लागि तयार पारिएको कर योजना सम्बन्धी यस विशेष प्रस्तुतिमा स्वागत छ। आज हामी आयकर ऐन 2058 र भ्याट ऐन 2052 भित्रै रहेर कसरी स्मार्ट तरिकाले कर योजना बनाउन सकिन्छ भन्ने बारेमा कुरा गर्दैछौँ। ल आउनुहोस् सिधै विषयवस्तुमा प्रवेश गरौँ र व्यवसायको नाफालाई कानूनसम्मत तरिकाले कसरी सुरक्षित राख्ने भन्ने कुरा बुझौँ। आजको हाम्रो यो छोटो तर निकै महत्त्वपूर्ण यात्रा 5वटा मुख्य भागमा बाँडिएको छ। पहिलो, कर योजनाको संरचना। दोस्रो, व्यवसायको सही ढाँचा छनौट। तेस्रो, लुकेका खर्च कट्टीको अधिकतम उपयोग। चौथो, समयको शक्ति। र अन्त्यमा भ्याट र अन्य सुविधाहरूको सही प्रयोग। ल, पहिलो खण्डबाट सुरु गरौँ। कर योजनाको संरचना। आफ्नो व्यवसायको नाफा बढाउन र कर घटाउन कसलाई पो मन लाग्दैन र, होइन त? सबैभन्दा रोचक कुरा के छ भने कानूनले नै व्यवसायहरूलाई आफ्नो कर दायित्व कम हुने गरी स्मार्ट योजना बनाउन बाटो खुला गरिदिएको छ। तर यहाँनिर एउटा कुरा प्रष्ट हुनुपर्छ है। कर योजना र कर छली भनेको आकाश जमिनको फरक कुरा हो। आम्दानी लुकाउनु वा नक्कली बिल बनाउनु भनेको सिधै आपराधिक कार्य हो। तर कानूनले दिएका सुविधाहरूको सही प्रयोग गरेर कर बचाउनु भनेको चाहिँ एकदमै कानूनी र स्मार्ट कर योजना हो। यसमा डराउनु पर्ने वा कुनै नैतिक दुविधा राख्नुपर्ने आवश्यकता नै छैन। अब दफा 34मा रहेको जेनरल एन्टी अभोइडेन्स रुल अर्थात् गारको कुरा गरौँ। यसलाई एउटा वित्तीय सीमा गस्ती जस्तै सम्झिनुस् न। यसले के भन्छ भने कर बचाउन बनाइएको जुनसुकै योजनाको पनि एउटा वास्तविक व्यावसायिक उद्देश्य हुनैपर्छ। कागजमा मात्रै हिसाब मिलाउने खेल हो भने आन्तरिक राजस्व विभागले त्यसलाई सिरै अमान्य गरिदिन सक्छ। त्यसैले जे गरिन्छ त्यो वास्तविक हुनुपर्छ। अब जाउँ दोस्रो खण्डमा, सही ढाँचाको छनौट। कुनै पनि नयाँ काम सुरु गर्दा गरिने यो सबैभन्दा ठूलो र आधारभूत निर्णय हो। यसैले तपाईँको व्यवसायको कर दर कति हुने र नाफा निकाल्दा कति कर तिर्ने भन्ने कुरा तय गर्छ। सोच्नुस् त, यदि नाफा कम छ भने एकलौटी फर्म एकदमै ठिक हुन्छ, किनभने यसको करदर शून्यबाट सुरु हुन्छ। तर मानौ कुनै कम्पनीले 30 लाख जति नाफा कमाएर फेरि त्यही पैसा व्यवसायमै लगानी गर्दैछ भने नि, त्यस्तो बेला प्राइभेट लिमिटेड कम्पनीको 25% फ्ल्याट कर्पोरेट रेट एकदमै गजब हुन्छ। व्यक्तिगत आयकरको दर त 30% वा त्योभन्दा माथि पुग्न सक्छ नि त। त्यसैले व्यवसाय बढाउँदै लैजान कर्पोरेट ढाँचा नै बेस्ट हो। तर कम्पनीबाट लाभांश वा डिभिडेन्डको रूपमा पैसा निकाल्दा दोस्रो तहको कर लाग्छ। हिसाब गरौँ है त। 100 रुपियाँ नाफामा 25 रुपियाँ कर्पोरेट कर लाग्यो। बाँकी रहेको 75 रुपियाँ बाँड्दा 5% का दरले करिब 3 रुपियाँ 75 पैसा कर कट्टी हुन्छ। सबै जोड्दा पनि करिब 28.75% मात्र कर लाग्छ। उच्च आम्दानी हुने व्यक्तिगत स्ल्याबभन्दा यो अझै पनि धेरै सस्तो र प्रभावकारी रणनीति हो नि। तेस्रो खण्डमा प्रवेश गरौँ। लुकेका व्यावसायिक खर्च कट्टीको अधिकतम उपयोग। धेरै साना व्यवसायहरूले थाहै नपाए आयकर ऐनले दिएका छुटहरू दाबी गर्न बिर्सिरहेका हुन्छन्। यो त बाल्टिनमा प्वाल परे जस्तै हो नि। यो 5 लाख रुपियाँको अङ्कलाई एकदम ध्यान दिएर हेर्नु होला है। एकजना प्राकृतिक व्यक्तिको लागि आयकर नलाग्ने शून्य दरको स्ल्याब हो यो। पारिवारिक व्यवसायमा यसले कस्तो जादु गर्छ म देखाउँछु। मानौ एउटा पारिवारिक व्यवसायमा 4 जना परिवारकै सदस्यहरू दिनरात काम गर्नुहुन्छ। उहाँहरूलाई यत्तिकै घर खर्च भनेर पैसा दिनुको सट्टा औपचारिक सम्झौता गरेर जनही 5 लाख रुपियाँ वार्षिक तलब दियो भने के हुन्छ? कम्पनीको 20 लाख नाफा सिधै 25% कर लाग्ने दायराबाट हटेर 0% कर लाग्ने ठाउँमा पुग्छ। एकदमै कानूनी तरिकाले सिधै 5 लाख रुपियाँ कर्पोरेट कर जोगियो। गजब छैन त? यस्ता अरू पनि थुप्रै कुरा छन् जुन हतारमा बिर्सिन्छ। जस्तै अधिकतम ह्रासकट्टी वा डिप्रिसिएसन दाबी नगर्नु, मर्मत खर्च र पुँजीगत खर्चमा झुकिनु, व्यापारिक ऋणको ब्याज कटाउन बिर्सनु, वा घरबाटै काम गर्दा लाग्ने बिजुली र इन्टरनेटको खर्च नदेखाउनु। कर कार्यालयलाई माया गरेर टिप्स दिइरहनु पर्ने कुनै जरुरी छैन। त्यसैले यी सबै कानूनी छुटहरूको सही रेकर्ड राख्न चाहिँ नबिर्सिनुहोला। अब चौथो खण्ड, समयको शक्ति। कर योजना भनेको कुन खर्च दावी गर्ने भन्ने मात्र होइन, कुन समयमा दावी गर्ने भन्ने कुरा नै पनि ठूलो अर्थ राख्छ। समयको खेल कस्तो हुन्छ भने पुष मसान्त अघि किनेको मसिनरीमा पूरै वर्षको ह्रासकट्टी दावी गर्न पाइन्छ। तर माघ 1 पछि किन्यो भने आधा मात्रै।
त्यसैले कुनै वर्ष नाफा धेरै छ भने मर्मत सम्भारका कामहरू पुस अगाडि नै सक्नु फाइदाजनक हुन्छ। अनि असार मसान्तमा काम नसकिएको प्रोजेक्टको बिल अर्को वर्ष काटेर आम्दानीलाई वैधानिक रूपमै पछि सार्न पनि सकिन्छ। अग्रिम करको कुरामा पनि एउटा शानदार नियम छ। यो वर्ष नाफा जतिसुकै धेरै भए पनि अघिल्लो वर्ष जति कर तिरेको थियो त्यही आधारमा अग्रिम कर बुझाउन पाइन्छ। यसले गर्दा व्यवसायको पैसा पनि होल्ड हुँदैन र दफा 97 अन्तर्गत लाग्ने 15% जरिवानाबाट पनि उत्कृष्ट ढालको रूपमा काम गर्छ। अब हामी हाम्रो अन्तिम अर्थात् 5औं खण्डमा आइपुगेका छौं, भ्याट र सुविधाहरूको सही प्रयोग। भ्याट दर्ता भएका व्यवसायले व्यावसायिक काम वा मेसिन किन्दा तिरेको भ्याटको प्रत्येक पैसा इनपुट ट्याक्स क्रेडिट मार्फत दावी गर्नुपर्छ। यो खर्च होइन है, यो त दावी गरेर फिर्ता लिन मिल्ने आफ्नै नगद हो। भ्याट बिल नलिने हो भने त आफ्नो पैसा यत्तिकै माया मारे बराबर भयो नि। यदि मुख्य ग्राहकहरू अन्य व्यवसाय नै हुन् अर्थात् B2B कारोबार हो भने थ्रेशहोल्ड भन्दा तल भए पनि स्वैच्छिक भ्याट दर्ता गर्नु रणनीतिक रूपमा एकदमै राम्रो मानिन्छ। साथै दुर्गममा खोलिएका उद्योग, निर्यातमुखी काम वा विशेष उद्योगहरूले आयकरमा ठूलो छुट पाउँछन्। अनि दफा 63 अनुसार सञ्चालकहरूले सञ्चय कोष वा नागरिक लगानी कोषमा योगदान गरेर आफ्नो व्यक्तिगत कर पनि मज्जाले घटाउन सक्नुहुन्छ। अन्त्यमा एउटा गम्भीर प्रश्नमा सोचौं त, कतै पर्याप्त योजना नबनाएकै कारण हाम्रा साना व्यवसायहरूले कानूनले तोकेभन्दा बढी कर त तिरिरहेका छैनन्? यी सबै सुविधाहरू कानूनले नै दिएको हो। त्यसैले कर योजना भनेको कुनै झन्झटिलो काम होइन, यो त व्यवसायलाई सफल बनाउने एउटा अनिवार्य र स्मार्ट कानूनी रणनीति हो। आजको यो जानकारीले पक्कै पनि यहाँहरूको व्यवसायको आर्थिक जगलाई अझ बलियो बनाउन मद्दत गर्नेछ भन्ने विश्वास छ। यस प्रस्तुतिमा हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।